माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डबारे छानबिन गरी भाइमारा र राजद्रोहीलाई ठेगान लगाउन खोजेको बताएका छन्। 2064 चैत्र 28 मा संविधान सभाको चुनाव भएको केही महिनापछि प्रचण्ड प्रधानमन्त्री बने पनि 9 महिना मात्रै शासन गरेका थिए। तत्कालीन प्रधान सेनापति रूपमांगत कटुवाललाई हटाउने सरकारको निर्णय राष्ट्रपतिले रोकिदिएपछि उनले पदबाट राजीनामा दिएका थिए। मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिएँ। मैले त्यतिबेला 5 वर्ष शासन गर्न पाएको भए फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठागारामा ठेगान लगाउने विचार थियो। सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार भएको कार्यक्रममा उनले भने, अहिले यिनीहरू चुरीफुरी गरिरहेका छन्, धेरै नगरे हुन्छ। प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै धेरै मूर्खता नगर्न आग्रह समेत गरेका छन्। अर्को मूर्खता गरे भने जनता उदार हुँदैनन्, राजनैतिक दल पनि उदार हुँदैनन्। उनले भने, भयानक दरबार हत्याकाण्ड गर्ने मुख्य योजनाकार परिवार भित्रै रहेको दाबी पनि उनको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँमा आउँदा भव्य स्वागत गरिएको प्रति तीव्र कटाक्ष गरेका छन्। काठमाडौँ बाहिर आते जाते गरिरहने शाहलाई स्वागतका नाममा तमासा देखाइएको पनि उनको टिप्पणी छ। राजाका नाममा सडकमा उफ्रनेहरूमा कुण्ठा र आक्रोश मात्रै रहेको निष्कर्ष उनले सुनाएका छन्। उनीहरूका विचार व्यवहार देख्दा यी कतैबाट सञ्चालित परिचालित पेड खालका तत्त्व जस्तो देखिन्छन्। नेपालको संविधान नमान्ने, लोकतान्त्रिक प्रणाली नमान्ने यिनीहरू राजनीतिक सामाजिक नागाहरू हुन्। अराजकता र मर्यादाहीनको नेतृत्व गर्ने समाज हुन्। भने पूर्व राजा काठमाडौँ आउँदा स्वागत गरिनु औचित्यहीन भएको उनको टिप्पणी छ। उक्त स्वागतका नाममा आफ्नो नाम लिएर नाराबाजी गरिएकोमा पनि उनले आपत्ति जनाएका छन्। ओलीले भने, पूर्व राजालाई स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो? त्यो जुलुस के सन्दर्भमा गरेको पूर्व राजाको स्वागत? पोखरा बागलुङ कता कता गएर केही मन्दिरहरू घुमेर आउनुभयो, कुन चाहिँ महान काम देशलाई गर्नुभयो र यत्रो स्वागत गर्नु पर्यो? उहाँ त्यहाँ चुनाव जितेर आउनुभयो कि विश्वकप जितेर, कि विश्वकपबाट मेडल थापेर आउनुभयो कि किन यो तमासा देखाउनु पर्यो? ओलीले भने, चैत्र 4 मा अवकाश हुने आइजी बसन्त बहादुर कुँवरले आफ्ना बडीगार्डलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएका छन्। पत्नीका सहयोगीलाई समेत त्यस्तै जिम्मेवारी दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासनको परिपत्र अनुसार ललितपुर स्थित प्रहरी वृत्त चापागाउँका डीएसपी दिलबहादुर मल्लको ठाउँमा अर्का डीएसपी एम कुमार श्रेष्ठ खटाइएका छन्। श्रेष्ठ महानिरीक्षक कुँवरका अंगरक्षक हुन्। शुक्रबारकै काज सरुवा अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्रमुखको जिम्मेवारीमा इन्सपेक्टर सन्तोष नेउपाने जाने भएका छन्। उनी यसअघि भक्तपुर ट्राफिक प्रमुखको जिम्मेवारीमा थिए। त्यहाँबाट सरुवा भएर प्रदर्शनी मार्ग स्थित नेपाल प्रहरी श्रीमती संघमा खटिएका थिए। उक्त संघकी अध्यक्ष तथा आइजी पत्नी लक्ष्मी कुँवरको अंगरक्षकका रूपमा उनी कार्यरत थिए। दाङका ट्राफिक प्रमुख राजेश साई 10 महिनामै त्यहाँबाट हटाइएका छन्। चापागाउँका डीएसपी मल्लले 1 वर्षको कार्यकाल पूरा गरेका थिए।